सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। र आजको भिडियोमा हामी राजधानी एक्सप्रेस बस लिएर चाहिँ हामी आज टुरिस्टहरूलाई लिएर एकदमै बवाल ठाउँमा लिएर जाँदैछौँ। हजुरहरू पनि देख्न सक्नुहुनेछ बसको लुक्स चाहिँ एकदमै खतरनाक तरिकाको रहेको छ। र हामी चाहिँ आज यो बस लिएर चाहिँ टुरिस्टहरूलाई लिन जानुपर्ने हुन्छ। र हजुरहरू यो बसको लुक्स पनि देख्न सक्नुहुनेछ, एकदमै खतरनाक तरिकाको हाम्रो बस रहेको छ। र गाइज, हाम्रो यो राजधानी एक्सप्रेस बस चाहिँ हालसालै नेपालमा भर्खर लन्च भएको बस हो। र हजुरहरू पनि देख्न सक्नुहुनेछ। र मैले आज प्यासेन्जरहरूलाई लिएर चाहिँ ट्रिपको लागि जानुपर्ने हुन्छ। हजुरहरू पनि देख्न सक्नुहुनेछ। र अलिकति अब हामी यहाँबाट चाहिँ काठमाडौँ पुगेर काठमाडौँबाट हामी चितवन जानुपर्ने हुन्छ। हजुरहरू पनि देख्न सक्नुहुनेछ। र अगाडि चाहिँ बसहरू पनि गएर हजुरहरू देख्न सक्नुहुनेछ साथीहरू। र ढिला नगरिकन हाम्रो ट्रिप स्टार्ट गरौँ। र मैले बसलाई चाहिँ अगाडि बढाइसकेको छु। गाइज, यहाँबाट काठमाडौँ चाहिँ एकदमै टाढा पनि रहेको छ। र मलाई चाहिँ अलिकति बेलुका थाहा भएकोले आज अलिकति ट्रिप आज बेलुका पनि भएको छ। हजुरहरू पनि देख्न सक्नुहुनेछ। र आज चाहिँ पुग्दा पुग्दै आज रात पनि पर्न सक्छ साथीहरू। र यहाँनिर चाहिँ हजुरहरूको एकजनाको ताल देख्न सक्नुहुनेछ। एकजना केटी चाहिँ जाँड खाएर रक्सी खाएर एकदमै अभद्र व्यवहार गरिरहेको हजुरहरू पनि देख्न सक्नुहुनेछ। र अगाडि चाहिँ पुलिस आएर छापा मार्न आइसकेको रहेछ। र यसलाई चाहिँ अब समातेर लिएर जान्छ। र हजुरहरू देख्न सक्नुहुन्छ कहिले यता कहिले उता गरेर यहाँ अभद्र व्यवहार गरिरहेको छ। र गाइज, यस्तो ठाउँमा चाहिँ हामी फन्दामा बस्न हुँदैन। र त्यसैले मैले चाहिँ यहाँनिर बसलाई नरोकिकन अगाडि बढाइसकेको छु। हजुरहरू पनि देख्न सक्नुहुनेछ। र यसरी रक्सी खाएर जथाभावी हो हल्ला गर्दै हिँड्नु हुँदैन। र सबैजना मिलेर हामी अगाडि बढ्नुपर्छ साथीहरू। र हजुरहरू पनि देख्न सक्नुहुन्छ एउटा बसले चाहिँ मलाई ओभरटेक गरेर गइसकेको छ। र अर्को ट्रक पनि आइरहेको हजुरहरू देख्न सक्नुहुनेछ साथीहरू। र ट्याक्सी पनि ओभरटेक गर्ने क्रममा थियो। र त्यसैले मैले बसलाई अगाडि बढाइसकेको छु साथीहरू। र हजुरहरू च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला गाइज। हजुरहरूको सपोर्टको एकदमै खाँचो पनि छ मलाई। र भिडियो त्यति राम्रो चाहिँ भएन होला। र भिडियो मन परेर एक लाइक पनि गरिदिनु होला साथीहरू। र मेरो बोरिङ आवाज चाहिँ हजुरहरूलाई मन परेन कमेन्ट पनि गरिदिनु होला साथीहरू। र हेर्न देख्न सक्नुहुनेछ यता साइडतिर चाहिँ मान्छेहरू हिँडिरहेका हजुरहरू पनि देख्न सक्नुहुनेछ साथीहरू। र यो राजधानी एक्सप्रेस बस चाहिँ हालसालै नेपालमा लन्च भएको मलाई चलाउन पनि एकदमै मजा पनि आइरहेको छ। र मैले चाहिँ बसलाई रङ बाटोतिर छिराइसकेको छु। हजुरहरू पनि देख्न सक्नुहुनेछ साथीहरू। र सिधा बाटो हिँडेर हामीले बस चलाउन गाह्रो हुन्छ। र गाइज, मलाई चाहिँ डर पनि लाग्यो। अगाडिबाट ट्राफिक चाहिँ चेकिङ गर्न हिँडिरहेको रहेछ। र झ्याप्पै बस रोकेर फाइन पनि हानिदियो साथीहरू। त्यसैले मैले चाहिँ अब झगडा गर्न पऱ्यो भनेर अगाडितिर हिँड्थेँ गाइज। र त्यो ट्राफिक चाहिँ डढाएर अगाडितिर गइदियो। अब फाइन तिर्नै पऱ्यो गाइज, आफ्नो पनि गल्ती छ साथीहरू। त्यसैले मैले चाहिँ अब के चिज नगरिकन अगाडि बढाइसकेको छु। हजुरहरू पनि देख्न सक्नुहुनेछ साथीहरू। र हजुरहरू चाहिँ यसरी जथाभावी सडकमा बस नचलाउनु होला, किनभने हजुरहरू पनि फाइन पनि पर्नु र ठुलो दुर्घटना पनि हुनसक्छ साथीहरू। त्यसैले सचेत भएर हजुरहरू ड्राइभिङ गर्नु होला। र हजुरहरू पनि देख्न सक्नुहुन्छ मैले चाहिँ एकदमै बवाल तरिकाले मैले स्टेरिङ कटाइसकेको छु साथीहरू। र हामी चाहिँ यो ठाउँमा आइसकेका छौँ। हजुरहरू पनि देख्न सक्नुहुनेछ। हामी चाहिँ अब केही समयमा हामी चितवन पनि पुग्नेछौँ साथीहरू। र यहाँबाट चाहिँ एकदमै ठुलो पानी पनि पर्न स्टार्ट भइसकेको छ। र अँध्यारो पनि भइसकेको छ साथीहरू। र गाइज, हजुरहरू पनि देख्न सक्नुहुन्छ त्यहाँ अगाडिबाट चाहिँ मैले प्यासेन्जरहरूलाई लिएर चितवन जानुपर्ने हुन्छ। भर्खर यहाँनिर आइपुगे साथीहरू। हजुरहरूलाई मैले पहिला नै भनेको थिएँ एकदमै टाढा रहेको छ हाम्रो आजको ट्रिप साथीहरू। र गाइज, आजको भिडियो चाहिँ एकदमै लामो पनि हुनसक्छ साथीहरू। र गाइज, हजुरहरू पनि देख्न सक्नुहुनेछ यहाँबाट चाहिँ अब प्यासेन्जरहरू बस्नलाई रेडी भएर बसिसकेका छन्। र एक बाई एक लाइनमा चाहिँ हिँडिरहेका छन्, बसिसकेका छन्। हजुरहरू पनि देख्न सक्नुहुनेछ। र म चाहिँ फेरि अब ट्रिपलाई लिएर अगाडि बढिसकेको छु साथीहरू। A few moments later. र गाइज, हजुरहरू पनि देख्न सक्नुहुनेछ हामी चाहिँ यस्तो ठाउँमा आइसकेका छौँ। र हामी चाहिँ आज होटेलमा बस्न पर्ने हुन्छ, किनभने आज हामी एकदमै लेट पनि भइसकेका छौँ साथीहरू। A few moments later. गाइज, हजुरहरू पनि देख्न सक्नुहुनेछ आज चाहिँ हामी होटेलमा बस्न पर्ने हुन्छ। र यहाँ होटेलबाट चाहिँ अर्को बसमा चढेर चाहिँ प्यासेन्जरहरू जान्छन् साथीहरू। र आज चाहिँ भिडियोको लागि यति नै थियो। भिडियो मन परे लाइक कमेन्ट सेयर गरी च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। म फेरि नयाँ ट्रिप भेटेर आउने नै छु। त्यतिन्जेलको लागि बाई बाई एन्ड जय नेपाल।